सो गाइस यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यो हाम्रो केसलिया पुल जसले मोरङ र सुनसरीलाई जोड्छ। उतापट्टि मोरङ छ त यतापट्टि सुनसरी छ। अब यो केसलिया पुलमा आइसक्यो बाढी। पानी त अहिले एक दिनमा हिजोसम्म पानी थिएन तर आजसम्म यति पानी भरिसक्यो। मौसम विभागले भनेको छ अझै एक हप्तासम्म लगातार पानी पर्नेछ, स्कुलहरु छुट्टी दिनेछ। अब हेनतेन गाइस यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ बाढी ठुलो आएको छ, खोलाहरु पुरै भरिसक्यो। अघिसम्ममा त्यहाँ पानी आकै थिएन, अब पुरै पानी के चाहिँ अब यो गर्मी मौसममा धरि यस्तो पानी आउनु भनेको त राम्रो कुरो होइन। हेर्न सक्नुहुन्छ तपाईहरु उतापट्टि चाहिँ मोरङ, यतापट्टि हाम्रो भइहाल्यो सुनसरी। हेर्न सक्नुहुन्छ मान्छेहरु उता मान्छेहरु पुरै हेरिराखेका छन् बाढीलाई। मान्छेहरुको पुरै भिड लागेको छ बाढी हेर्न। बाढीले गर्दाखेरि अब स्कुलहरु पनि छुट्टी दिने सूचना गराइसकेको छ। बाढी ठुलो आएको छ, एक दिनमा यति पानी भर्नु भनेको सानो कुरा होइन नि त। पुरै खाली जस्तै थियो तर एक दिनमा यस्तो पानी भरियो गाइस। अब अझै छुट्टी पनि दिन्छ होला गाइस, स्कुलहरु छुट्टी दिन्छ।